हाम्रो थाइमी ब्लगमा सबैजनालाई स्वागत छ। त्यही हो। अनि आज चाहिँ किर्तिपुरको राइड हुनेछ। किर्तिपुर जुन हैन किर्तिपुरबाट स्टार्ट गर्छु म चाहिँ जहिले पनि किर्तिपुरमै बस्छु म चाहिँ। बेलुकाको पनि देखाइदिन्छु अनि अहिलेको पनि। अहिले चाहिँ जस बिहान साइड चाहिँ उज्यालो हुँदैछ अनि म चाहिँ बिहानै उठेर चाहिँ भ्लग स्टार्ट गरिसकेको अवस्थामा छु। हेलो नमस्ते नमस्कार सम्पूर्णलाई वेलकम छ हाम्रो थामी ब्लगमा। भ्लग स्टार्ट गरिसकेको अवस्थामा छु किर्तिपुरदेखि। हाम्रो आज चाहिँ म तपाईँहरूलाई किर्तिपुरको गल्ली गल्ली देखाइदिन्छु है। अब कति राम्रो बाटोहरू मात्र हेर्नु। आज चाहिँ म किर्तिपुरको गल्ली गल्ली बाटोहरू हिँड्छु। खोकी लागिरहेको छ, बिहान पनि सन्चो छैन होइन। अनि त्यस पछाडि गल्ली गल्ली किर्तिपुरको राम्रो राम्रो बाटो मात्र कति हिँड्नु होइन भ्लग बनाउनु। आज चाहिँ म एकदम गल्ली बाटो हिँड्दैछु। गल्ली गल्ली बाटो गल्ली 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 बाटो हिँड्नेमा चाहिँ होइन जान यस्तो टाढो हुन्छ आमा। यो पन्दै नलैकन राइड गयो भने त अब यहाँबाट भित्र जाउँ हामी। गल्ली 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 बाटो आजको मिसन भनेको किर्तिपुरको गल्ली बाटोहरू हिँड्नु हो। आजको मिसन भनेको चाहिँ किर्तिपुरको। अब यहाँबाट ठाडो जाउँ। यस्तो ठाडो बाटो छ नि क्या हो। आज म जति राइड गर्छु होइन किर्तिपुरको एकदम यो उहरू हुन्छ है। यो के अरे किर्तिपुरको यो गल्लीहरू आमाहरू आउँछ रहेछ। आउनुहोस् आउनुहोस् बिस्तारै आउनुहोस्। बाटो बनेको रहेछ। किर्तिपुरको गल्लीहरू। अब लदेवा भन्ने ठाउँमा लदेवा आइपुग्नु लाग्यो। लदेवा पुग्छ अब है मतिर। म त मलाई नै बोलाएको हो कि जस्तो लागिरह्यो यार। ल लदेवा भनेको यो होला किर्तिपुरको लदेवा भन्छ यसलाई। लदेवा भनेको चाहिँ नेवारी भाषाबाट चाहिँ यो के अरे ढुङ्गाको देउता भन्दा रहेछ नि। ल ढुङ्गाको बाहेक केही छैन कि यहाँ चाहिँ। यो यहाँ ढुङ्गा बाहेक के भन्छ यो ढुङ्गा बाहेक चाहिँ यसमा के छ भन्दाखेरि काठ छ। यो ढोकामा ढोका पनि ल ढोका पनि ढुङ्गाको के एकबाटी चाहिँ रहेछ होइन। एकबाटी चाहिँ ढुङ्गाको रहेछ, एकबाटी चाहिँ के हो काठको रहेछ। ल एकबाटी चाहिँ काठको रहेछ होइन। लदियो नामै लदियो अनि त्यो पछाडि सबै ढुङ्गाको के। अब यता जाउँ हामी। यस्तो पाराले यहाँबाट भित्र जाउँ। जस किर्तिपुर भ्याली होइन भित्रभित्र रमाइलो छ। जस पुरानो मन्दिरहरू पुरानो त त्यो के अरे यो वा यो बाटो कस्तो दामी बनाएको रहेछ यसले यार। हो पहिला यो बाटो पुरै उठ्यो कि के अरे के भन्छ यस्तो यो के भन्छ इटाको थियो। अनि त्यसपछि यो इटाको पनि अलि तल र माथि थियो कि। अहिले चाहिँ यस्तो दामी बगल बनाएको रहेछ। ओहो ल यो ठाउँमा म पनि आएको धेरै कति लगभग 1 वर्षपछि नआएको होला। मैले किर्तिपुरमै बस्छु। किर्तिपुरमै बसे पनि अलिकति नघुमेको कि अलिकति नघुमेको। अनि त्यो नयाँ ठाउँ लाग्दिरहेको हो मलाई आफूले यार। साह्रै गर्नुपर्छ क्या। यहाँनिर चाहिँ मन्दिरमा आएको हुन्छ बिहान चाहिँ अहिले कति लगभग 7:30
त्यसमा स्टार्ट गर्नुलाई होला। यस पहिला पहिलाको ऐतिहासिक सामानहरू चाहिँ व्यवस्था देख्न पाइन्छ यहाँनिर चाहिँ। म त अहिले चिलनचोक भन्छ यो क्षेत्रलाई चिलनचोक छेउमा छु। चिलनचोक अलिकति माथि भन्दा अब यहाँबाट यतै जाउँ अनि चाहिँ यस्तो क्षेत्रमा धेरै स्पिड पनि कुदाउनु हुँदैन कि। किन भन्दाखेरि अब यो भनेको अलिकति यो मान्छेहरूको बसोबास स्थान ठाउँ हो होइन। त्यही भएर चाहिँ अलिकति हामीले राइड गर्दाखेरि पनि स्लो गर्नुपर्ने अवस्था हुन्छ। किनकि अब यस्तोमा फेरि यहाँको लोकलहरूदेखि पनि अलिकति होसियार हुनुपर्छ कि यस्तो डेन्जर हुन्छ। यहाँ निस्क्यो भने ब्लाङ हानेर हिँड्थ्यो। हिँडे पनि ब्लाङ हानेर हिँडे पनि बाल हुँदैन कि यहाँनिर त त्यस्तो खतराकै होइन। हुनु त अब आफ्नो गाउँको मान्छेहरू अब म चाहिँ फेरि यो किर्तिपुरको भित्रभित्र छु अहिले म होइन। के भन्छ यो भित्रभित्र छु। अनि अघि जुन तपाईँहरूले लदेवा भन्थ्यो नि हो त्यसमा आइपुगिसकेँ म फेरि त्यस्तो पारेर कहाँ पुगे जस्तो हुन्छ। तर त्यो बाटो भनेको यो एउटै लेनमा कुदिरहेको अवस्था जस्तो देखिन्छ कि चट्ट पारेर। म अघि कहाँबाट आएको थिएँ, म अघि यताबाट निस्किएको खास अहिले त्यस पछाडि अहिले चाहिँ म घुमिरहेको अवस्थामा छु। ठोकिन्छ क्या फेरि तल इन्जिनमा ड्याङ्ग ठोकिँदा त होइन। त्यो के भन्छ अरे के भन्छ अरे यो दिमागै हुन्छ नि त। पहिला हामीले यो घरमा पनि काम गरेका थियौँ। अहिले चाहिँ म कहाँ आइपुगेँ भन्दाखेरि ठ्याक्कै उसमा यो बिहान अब यो पूजा गर्ने मन्दिरहरू पनि हुन्छ कि यहाँनिर पूजा गर्ने कस्तो सहर बजारको ल बिहान यहाँ तरकारीहरू यो के होइन तरकारीहरू हरेक कुराहरू किन्नु आइयो भने चाहिँ यहाँ सस्तो पर्छ है। बिहान दियोस् हात जस्तो पनि लाग्छ यहाँनिर टक्क लगाएर। भेटभाट हुन्छ। अनि काठमाडौँको यो उहरू के भन्छ यो काठमाडौँको यो परेवाहरू कस्तो मान्दैन कि अटेरी गर्छ यार। अटेरी गर्छ कि तिनीहरू कस्टमर। पब्लिकले मार्छ त हिँड्यौँ भित्रभित्रै हामी हिँड्यौँ। सबै पर गएर आउँ एकचोटि डाँडामा। तपाईँहरूले आज हेर्नुभयो होला नि होइन किर्तिपुरको गोल्लीहरू देखाइदिन्छु। म अझ तपाईँलाई धेरै कुराहरू देखाइदिन्छु यस्तो पारेर। यस्तो घटाइदिन्छ यार के भन्ने होइन। ओहो यहाँ त के हो। ओहो 2072 सालको भूकम्प भन्दा पनि चर्को भएछ त यार। समय होइन। अब म चाहिँ यहाँ घुम्दै चाहिँ म ट्याक्क लगाएर यो किर्तिपुरको पहिलाको यो ऐतिहासिक उसमा के भन्छ गेटमा पुग्दैछु। त्यहाँ चाहिँ पहिला अङ्ग्रेज लडाकुहरू लड्न आएको थियो अरे किर्तिपुरमा चाहिँ के अरे यो हमला हुने बेला पनि यही गेटबाट भएको थियो अरे। यही गेट होला। जमानाको कत्रो त्यो उहरू के भन्छ अरे यो ढोका पनि देख्नु चाहिँ कत्रो ठुलो कि होइन। त्यत्रो ढोका त देख्न त गाह्रो हुन्छ। अब फेरि अनि त्यही बाटो जाउँ
बाटो जाँदैछु रत्ता पारेर कुकुरहरूले पनि मर्छ गरेको खै म जुन बाटो गइरहेको थिएँ अहिले म फेरि पनि त्यही बाटो जाँदैछु अब मेरो चाहिँ ड्युटी गर्ने टाइम पनि भयो अब के भन्छ ड्युटी गर्ने टाइम पनि भयो ड्युटी गर्नु पनि पर्छ मैले अनि त्यस पछाडि के अरे यो काठमाडौँको ठाउँमा ड्युटी नगरे पनि हुन्न ड्युटी गर्नुपर्छ अनि ड्युटी भन्दा ड्युटीमा पनि आफू गएर लाउनु त्यो फुर्सद पनि भएन अनि त्यस पछाडि भ्लग बनाउने पनि फुर्सद मिल्दैन कि त्यस्तो होइन दिनभरि काम गरेर बिहान एकदम थकाइ भएर चाहिँ लासार भएर बसिरहेको हुन्छ अब के गर्ने होइन त्यही हो अब हेर्दै गर्नुलाई सपोर्ट गर्नु भएको सब्सक्राइब गरेर राम्रो त्यही खुसी लागिरहेको छ त्यही हो बाइक पो कहाँ राख्ने यार यहीँ घुसारी राख्नु बेसी अनि फेरि पूजा गर्नु गर्छ होला मान्छेहरू पानी खेत हेर्न पाउँछ आइपुग्यो होला पहिला जमानामा यो बाटो हिँड्दाखेरि पनि पहिला जमानामा हिँड्दाखेरि यो बाटो हिँड्दाखेरि पनि कस्तो डर मार्दथ्यो कि हिँड्नु पनि अप्ठ्यारो अहिले जस पछिबाट जस धेरै राम्रो बनाएको छ टक 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 हिँड्नको लागि यसरी हिँड्न पनि पाइयो आइपुग्नु भयो अरू आइपुगे आइसक्यो देउतालाई ढोक्नुपर्छ रक्षा गर्नुहोस् मेरो भ्लग चाहिँ एकदम भाइरल बनाइदिनुहोस् ल एभ्रिवान थ्याङ्क यू सो मच अहिलेसम्म यता साथ सपोर्ट माया गर्नु भयो अझै म धेरै कुराहरू देखाउँदै जानेछु तपाईँहरूलाई डोन्ट वरी होइन बिरामी छु आजकल त्यही हो यो ठाउँ पनि अहिले दामी बनाएर रहेछ अब यहाँ पोखरी छ होइन त्यो पोखरीबाट त बाहिर पानी जाने ठाउँ चाहिँ छैन तैपनि मसिनो माछा छ कि मसिनो माछाहरू छ कियक्क पारेर मान्छेहरू आइसकेर पनि काम गर्न थालिसकेर दाल फरार होइन बसो भन्छ यसको नाम चाहिँ बसोले चाहिँ जहिले पनि यो शिवजीलाई चलन छ है जमानाको यो चाहिँ खासमा वानै रोड हो तैपनि अब सुगै नै हानिदिन्छन् यसो तरकारी तरकारी च्याउ छैन उयो हेरौँ न कति हुन्छ त्यो कति रुपियाँ हुन्छ हेर्नु त
73 छ 70 त्यसलाई आधी बनाउनु मिल्दैन त्यसलाई हुन्छ त्यो प्याक गरिदिनु त हुन्छ त्यो प्याक गरिदिनु त त्यो महँगो यो के लाने त यसको साथी सबै तरकारी नै छैन बाजे बसिरहेको तरकारी के छ आँखाले क्या हो के फफरको साग हो फफरको त नखाउँ होला इस्कुस कसरी किलोको त्यो किलोको 80 रुपैयाँ के लाने त तरकारी लाने आइडिया थाहा भएन के लाग्नु त जे सुकै होस् यो लगिदिन्छु अलिकति यो जोख्नु न एउटा प्लास्टिक दिनु न तरकारी किन भएको थाहा हुनु त्यति यो जोख्नु त कति रुपियाँको हुन्छ तरकारी किन लास्टै झ्याउरे यार मासु लिएर जाउँ क्या बरु यहाँ फेरि बाटो बन्दै होला न त्यो हो यार यो के खाएको है दे मलाई पनि ए छोरीले के खाएको अन्डा हो यस्तो अवस्थामा छु यस्तो जङ्गलमा छु अनि अहिले चाहिँ म ऐसेलो टिप्दैछु हेलो नमस्ते नमस्कार सम्पूर्णलाई वेलकम ब्याक माई युट्युब च्यानल एउटा थाइम ब्लगमा सबैजनालाई स्वागत छ आज चाहिँ साथै गुड मर्निङ पनि आज चाहिँ बिहानै ब्लग स्टार्ट गरिरहेको छु दिन पनि यस्तो छ है चारैपट्टि यस्तो छ अहिले चाहिँ म घरको छतमा छु के देखिरहेको छु नि घरको छतमा छु अहिले चाहिँ अनि हाम्रो थाइम ब्लग के कस्तो लागिरहेको छ भन्नु होला काम 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 हैन ड्युटीले गर्दाखेरि पनि आजभोलि भ्लग राम्रो दिनु पाएको छैन भ्लग राम्रोसँगले अब त्यही हो आज के हुन्छ हेरौँ हैन यस्तो छ दिन पनि लगभग 7 बजेको अवस्थामा छ अवस्था यस्तो छ काठमाडौँको बिहानको हैन आज चाहिँ घरको छतबाट भ्लग स्टार्ट गर्दैछु अब जाउँ है त के हुन्छ बाटोमा नेपालमा पनि भ्लगरहरू जस राम्रो हुँदै गएको छन् ठिक छ हैन खुसी लागिरहेछ मलाई पनि खुसी लागिरहेछ एकदम सपोर्ट दिइराख्नु भएको छ नेपालीहरूले खुसीको कुरा हो एकदमै यो चाहिँ अनि यसो अस्ति भर्खर रतन कार्कीको कुरा गरौँ न अझै रतन कार्की भनेको त एकदम राम्रो भ्लगर हो हैन मलाई पनि अति मनपर्छ उसको रतन कार्कीको भिडियो आयो भने म एकदम उसको फुल्ली हेर्छु मलाई चाहिँ उसको हैन फुल्ली हेरिरहेको हुन्छ उसको भ्लगहरू आयो भने जापान गएर ऊ अस्ति आएको थियो हैन ऊ अस्ति आयो भेट जानु पनि पाइरहेको छैन हामीसँग त भेट्दैन पनि होला रतनले त्यही हो हैन कस्तो सानो ऊ बनाएछ यार सिलपारामा राइड आयो त
के अरे साथीहरूको सपोर्ट राम्रो पाइरहेको छु। जस खुसी लागिरहेको अवस्थामा चाहिँ यस्तो यो खाली बाटो छ भन्दैमा यसरी एकदम हतार पतार कुद्नु पनि ठिक हुँदैन के होइन। राम्रोसँगले स्लो राइड गर्नुपर्छ। अनि रतन कार्की को होला भन्ने लाग्दा तपाईँले रतन कार्की भनेको चाहिँ एउटा भ्लगर हो, एक अति राम्रो भ्लगर हो होइन। उसको भिडियो कति मनपर्छ मलाई पनि, म पनि हेर्ने गर्छु। अनि रतन कार्कीको बानी व्यवहार पनि सबै ठिकै छ। एउटा बानी व्यवहार चाहिँ अलिकति मन पर्दैन मलाई रतन कार्कीको के चाहिँ मन पर्दैन भन्दाखेरि अलिकति कहिलेकाहीँ अब घोप्टो पार्छु ताना पार्छु चाहिँ के भनिरहेको हुन्छ कि उसले, त्यो कुराहरू चाहिँ मलाई अलिकति मन पर्दैन होइन। तर अरू चाहिँ सबै ठिक छ क्या मलाई, यस अरू चाहिँ सबै मनपर्छ कि मलाई रतन कार्कीको केटोले होइन। जस के भन्छ एकदम स्ट्रगल गरेको छ होइन, खुसी लागिरहेको छ मलाई पनि एकदम। जस त्यस्तै अब रतन कार्कीको ठाउँ लिन सक्ने त अब कसैको पनि छैन होला जस्तो लाग्छ मलाई। रतन कार्की भयो, राजकुमार भयो, अनि आमार्की भयो, तिनीहरू जस ठिक छ क्या। उनीहरूको जस्तै भिडियो भाइरल चाहिँ मेरो कहिले होला कि ल, जस आशा छु होइन एक दिन म पनि पुग्छु कि जस्तो चाहिँ लाग्छ। तर पनि पुग्नु त सक्दिनँ उनीहरूसँग, तै पनि जस सबहरूको साथ सपोर्ट माया पाएँ भने पुग्छु। आज यतै काठमाडौँको भ्लग हो, भोलि म सिन्धुली जान्छु। घरको पनि गाउँको पनि म सबै तपाईँहरूले देखाइदिन्छु, सिन्धुलीको राइडहरूको पनि सबै कुराहरू। अनि रतन कार्कीले जस्तै माया दिनु पऱ्यो यार। रतन कार्कीले किन रतन कार्कीको माया किन माग्छस् भन्ने कुराहरू पनि गर्नु होला। रतन कार्की जस्तो त अब भिडियो गर्नु त आएको छैन होइन, सकिरहेको पनि छैन कामले गर्दाखेरि। अब सबै कुराहरू हुन्छ नि त, अब फ्यामिली हेर्नेदेखि लिएर सबै गर्नुपर्छ आफूले त। त्यही भएर पनि अलिकति सकिँदैन यार। त्यही पनि अब काम भन्दै चिसो मौसम यस्तो तातो के हो यो कफी। आहा मैले बनाएको चिया त यस्तो मिठो रहेछ यार त। हिजो पनि हामीले बिस्कुट खुवाएको थियो, अनि बिस्कुट चाहिँ यहाँनिर यस्तो भएछ मा कसम। यो बिस्कुट पनि साथीले ल्याएर खाएको थियो, यस्तो बनाएछ। यो चाहिँ मेरै भएको थियो कि खाँदा त्यो बिस्कुट कुनै मान्छेहरूले त्यो के अरे त्यो चियामा बिस्कुट चाहिँ चोपालेर चाहिँ यस्तो चियामा चाहिँ बिस्कुट चोपालेर चाहिँ भन्ने गर्थ्यो कि हद होइन कुनै पनि चिजमा हदभन्दा धेरै डुब्यो भने पनि त्यो चिज चाहिँ राम्रो हुँदैन अरे भन्ने सङ्केत चाहिँ कहाँबाट पनि थाहा पाइन्छ भने कि चाहिँ चियामा बिस्कुट चोबाल्दाखेरि चाहिँ डुब्यो भन्दाखेरि होइन जस चाह्यो भने चाहिँ त्यो चिजले चाहिँ असर पार्छ भन्ने कुरो चाहिँ कहाँबाट थाहा पाइन्छ भन्दाखेरि यस्तो चियामा बिस्कुट चोबाल्दाखेरि पनि थाहा पाइन्छ कि चियामा बिस्कुट ठिक्कले चोबालेर हामीले कोपा खायो भने चाहिँ खानु पायो। धेरै बेरसम्म त्यसले चाहिँ त्यहाँनिर चोबालिराख्यो भने के हुन्छ भन्दाखेरि त्यहीँ कोही तपाईँहरू इन्ट्रेस्टिङ हुनुहुन्छ भने मैले जुन चलाइराखेको च्यानल पनि म बेच्दैछु। मेरो टिकटकमा मेसेज गर्नुहुन्छ भने पनि ओके होइन। शीतल थामी केसै चाहिँ शीतल थामी सर्च गरेर भन्नुभयो भने चाहिँ थामी ब्लग यो जुन अहिले थामी ब्लग च्यानल त्यो पनि बेच्दैछु मैले। मेरो दुईवटा च्यानल छ कि, अब मेरो अर्को दुईवटा च्यानल भएको हुनाले चाहिँ यो एउटा च्यानल चाहिँ म बेच्दैछु। तपाईँहरूलाई एकदम इन्ट्रेस्टिङ हुनुहुन्छ भने चाहिँ भन्नु होला, मेसेज गर्नु होला होइन। सस्तोमै दिन्छु म तपाईँहरूलाई। अनि च्यानल पनि राम्रो छ क्या। अब दिनमा सब्सक्राइब कहिले पनि रोक्दैन, एउटा दुईटा तिनवटा भए पनि दिनको तपाईँले भिडियो एक हप्तासम्म नहाल्नुहोस् तै पनि दिनको एउटा दुईटा भए तपाईँले भिडियो नहाले पनि दिनको एउटा भए पनि सब्सक्राइब चाहिँ बढिराखेको हुन्छ। तपाईँले भिडियो हाल्नु भने त झन् दिनको 15-20 त सब्सक्राइब बढिरहेको छ। अहिले पनि मेरो बढिरहेको छ, 4500
पुग्नु लागिसकेको छ मेरो पनि अहिले चाहिँ यो च्यानलमा। मैले अघि योभन्दा अगाडि एक हप्ता अगाडि भिडियो नहालेसम्म 44 थियो, अहिले 45 भइसक्यो। अब केही समयपछि बढ्दै जान्छ किनकि तपाईँहरूले किन चाहनुहुन्छ भने म बेच्न चाहन्छु। अब यो च्यानल चाहिँ बेचेर म अर्को च्यानल चलाउँछु, त्यही भएर चाहिँ भन्नु होला, सस्तो दाममा दिन्छ है त। ल साथीहरू, आज त धेरै दिन पछाडि कपाल काटिएको छु, लगभग धेरै महिना भइसकेको थियो। एकदम त्यो हुन्छ नि, त्यो कपाल लामो भइसक्यो। कपालले लास्ट टाइम मलाई देखाइरहेको थियो, जस आज चाहिँ हिरो बनाउँदै हुनुहुन्छ यताको दाजुले। यता हाम्रो एकजना साथी पनि हुनुहुन्छ उकालो आएर। अहिले कपाल काट्न आइसकेको अवस्थामा छु। अब हेरौँ न कस्तो हुन्छ होइन। अब भोलि यो कपाल काट्नुको मेन कुरो चाहिँ भोलि अब म सिन्धुली जाँदैछु, घर जाँदैछु होइन। त्यही भएर पनि यसो अलिअलि यसो हिरो भइयौँ न। हिरो अनुहार त त्यस्तै हो, तै पनि यता हाम्रो हिरो बनाउने मान्छे चाहिँ यहाँ छ। तपाईँको नाम के हो भनिदिनु ल। रमेश ठाकुर। यता हाम्रो एकजना साथी पनि हुनुहुन्छ, गेममा बिजी हो तपाईँ? नवीन लिम्बू हो। ल तपाईँ घर कहाँ हो? ल पछाडिबाट खिचिदिनु त एकचोटि कस्तो आएको छ ल। ल दामी ल ठिक छ होइन साथीहरू पछाडि। यस्तो गर्दाखेरि मलाई कस्तो कौकत लाग्छ क्या। यसलाई के भन्छ? मालिस भन्छ। कुन तरिकाको मालिस? टाउको मसाज हो। ल अब दिनभरि घाममा यताउता कुदिएर सन्चो हुने भयो। कपाल काट्न त प्याक हुँदो रहेछ यार। कहिले त्यो बस्नु परेको छ कि छैन? यसरी मान्छेहरू नआएर, ग्राहकहरू नआएर बस्नु परेको छैन होला है? काटे छैन कुनै अगाडि काट्दा मेरो नि अब मेरो पालो पछि अब ठिक छ है, एकदम बवाल छ। हल्का फुल्का। ल धेरै समयपछि आज चाहिँ कपाल काटियो। यो मान्छेलाई चाहिँ मन परेन रे, यस्तो राम्रो कटिङ छ। वाह, यस्तो अच्छा हिरो झैदिया चाहिँ यो मान्छेले चाहियो रे। यो मान्छेले ल हेलो नमस्ते भन लु। हाई गरलु, बाइ बाइ गरलु, बाइ 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 भन न। धन्यवाद सबैजनालाई। लास्टमा चाहिँ सब्सक्राइब गरेर साथ सपोर्ट माया गर्नु होला। दिनको अघि मैले त्यहाँ त्यो उसमा त्यो कपाल काटेको ठाउँमा खिच्दा चाहिँ ब्याट्री सक्यो, त्यही भएर चाहिँ खिच्नु पाएन। अलिअलि खिचिटो ओल्यो, त्यही हो। अनि त्यस पछाडि चाहिँ हो होइन, आजको लागि चाहिँ मैले यो भिडियोलाई चाहिँ यहीँ समाप्त गर्नुपर्ने हुन्छ। अर्को भ्लगमा फेरि पनि भेटौँला। बाई बाई। अब हेर्नुहोस् है त, यस्तो भिडियो हो। यसरी हल्लिने भिडियोलाई चाहिँ नहल्लिने भिडियो कसरी बनाउने त? यो सानो ट्रिकले हामीले राम्रो गर्न सक्छौँ। यो भिडियो चाहिँ अन्तिमसम्म हेर्नुलाई त अहिले चाहिँ म बाटोमा आइसकेको छु। यस्तो भिडियोलाई यस्तो बनाउने कसरी त? ल अहिलेको भिडियो अहिले हल्लिएन होइन त साथीहरू। अब यो भिडियो चाहिँ ध्यान दिएर हेर्नुहोस् है, के गर्नुपर्छ, कहाँ जानुपर्छ भन्ने कुरा चाहिँ म सिकाउँदैछु। एउटा तपाईँ हाम्रै मोबाइलबाट नै भिडियो खिच्दा पनि एकदम राम्रो आउने खालको, एकदम नहल्लिने टाइपको भिडियो कसरी बनाउने त? हाम्रो नयाँ च्यानल थामी ब्लग युट्युब च्यानलमा सबैजनाले स्वागत छ। अन्य भिडियोहरू जस्तै हामी आज पनि फेरि एउटा चिज सिक्नेछौँ।
आज एकदमै मान्छेहरूले चाहिँ यो भिडियो चाहिँ तपाईहरुले हेर्नै पर्ने खालको पनि छ। जस्तै अब तपाईँ हामीलाई काम लाग्ने कुरा छ, अब तपाईँ हामीसँग राम्रो भिडियो खिच्नु मन हुँदै पनि हाम्रो आर्थिक समस्याले कतिपय कुराहरू पछाडि धकेलिदिन्छ। आज त्यो कुरोलाई चाहिँ म समेटिदिनेछु। अब नहल्लिने भिडियो बनाउने सबैको मनमा हुन्छ, रहर हुन्छ। अब त्यसको लागि हामीले धेरै खर्च गरेर चाहिँ गिम्बल किन्नुपर्ने हुन्छ। गिम्बललाई अब धेरै महँगो पर्छ, 5-10 हजार, 20 हजार, 25, 30, 35 हजार त्यस्तै पर्ने हुनाले चाहिँ आज हामी त्यो कुरालाई चाहिँ सल्भ गर्नेछौँ। अब हामी यो हाम्रो मोबाइलबाट खिच्ने फुटेजहरूलाई, जुन कतिपय भिडियोहरू फुटेजहरू हुन्छ एकदम त्यो हल्लिरहेको हुन्छ, त्यो हल्लिने भिडियोले चाहिँ हामीले चाहिँ कसरी एकदम सलल्ल हुन्छ नि, सलल्ल एकदम नहल्लिने कसरी बनाउने त भन्ने कुरो चाहिँ अब हामीले चाहिँ यसरी गर्नुपर्ने हुन्छ। आउनुहोस् है त। ल साथीहरू, हामी सबैभन्दा पहिला चाहिँ आफ्नो मोबाइलको स्क्रिन अगाडि आउनु पर्यो। अनि त्यस पछाडि हामी के खोज्छौँ भन्दाखेरि त्यो एप्स हरेक मोबाइलहरूमा हुन्छ, त्यसलाई चाहिँ डाउनलोड गर्नु पर्दैन। हामीले चाहिँ कुन एप्स चाहिँ चुज गर्नु पर्यो भन्दाखेरि अब यो एप्स चुज गर्नु पर्यो। यो एप्स भनेको सबैको मोबाइलमा हुन्छ। यो एप्स फोटोज भन्ने, यो फोटोज सबैको उसमा हुन्छ। यसमा चाहिँ हामी एउटा भिडियो चाहिँ छान्छौँ। ल यही मानौँ यो दिइसक्यो, यो फोटो हो, यो भिडियो गरौँ। अब त्यस पछाडि अब हामीले कहाँ थिच्नुपर्छ भन्दाखेरि यहाँले देख्दै हुनुहुन्छ, यहाँ एडिट भन्ने सबैभन्दा अलिक तलको बिचमा एडिट भन्ने ठाउँमा ट्याक्क थिच्नु पर्यो। ट्याक्क थिच्नु, यहाँनिर चाहिँ भिडियो अपलोड हुँदैछ। तपाईँहरूले यहाँनिर चाहिँ एक्सपोर्ट फ्रेम भनेर चाहिँ देखिराख्नु भएको छ। त्यो फ्रेम सानो ठुलो बनाउन सक्नुहुन्छ हैन। अब जस्तो यहाँनिर यो एप चाहिँ खेलाउँदा नै त्यतिकै नै आइहाल्छ नि। अब हामीले चाहिँ कहाँ के गर्छौँ भन्दाखेरि यहाँनिर यो बक्स जस्तो सानो हो, यहाँ थिच्नु पर्यो। अब यहाँ थिचेपछि चाहिँ यसले लोड लिँदैछ, लिँदैछ। यो लोड चाहिँ यो गइरहेको चाहिँ यो पुरा हुनुपर्छ। हुँदैछ, हुनु लागिसक्यो। छोटो भिडियो भयो भने छिटो हुन्छ, लामो भिडियो भए चाहिँ अलिकति टाइम लाग्छ। अब हामी चाहिँ के गर्छौँ भन्दाखेरि यहाँ क्यान्सल भनेको छ, क्यान्सलमा थिच्यो भने चाहिँ तपाईँहरूको भिडियो त्यत्तिकै आउट भएर जान्छ, त्यो सेभ हुँदैन। अब हामीले चाहिँ यहाँ सेभ कपीमा थिच्नु पर्यो हो। यहाँ अब यो घुमिरहन्छ, यसले चाहिँ यो क्याप्चर गरिरहेको छ, यो भिडियोले चाहिँ तयार गर्दैछ। अब यसले चाहिँ हामीले एकैछिनमा यसले सेभ गर्छ हो। अब यहाँ सेभिङ भिडियोज, अब हाम्रो भिडियो चाहिँ लगभग तयार भइसक्यो। हेर्नुहोस्, हाम्रो भिडियो अहिले तयार भइसक्यो। अब त्यो भिडियो चाहिँ अब हामी कहाँ गएर हेर्छौँ भन्दाखेरि ग्यालरीमा जानु पर्यो। ग्यालरीमा गएपछि यहीँ जानु पर्यो हो। अघि पहिलाको भिडियो यो थियो, यसरी हल्लिएको थियो भिडियो। अब पछि बनेको भिडियो चाहिँ यता छ, यो हो। ल पहिलाको भिडियो यस्तो थियो, हल्लिएको थियो। अब जुन हामीले प्रक्रिया पुरा गरिसकेपछि चाहिँ त्यो भिडियो यस्तो बन्यो। ल हेर्नुहोस् कति आनन्द छ, सलाला गएको छ हैन। ल ठिक छ हैन हो। यसरी नै गर्नु होला सबैजनाले। अन्य हरेक भिडियोहरू यस्तै खालको विभिन्न बेग्लै तरिकाको भिडियोहरू लिएर आउने गर्छु म। अब हरेक दिन हरेक समय तपाईँहरूले हाम्रो च्यानललाई चाहिँ सब्सक्राइब गरेर जोडिनु पर्ने हुन्छ। हस् त, थ्याङ्क यू सो मच सबैजनालाई यति बेलासम्म हेरेर साथ सपोर्ट माया गर्नुभयो। अब साथै यो भिडियोले तपाईँहरूलाई कति हेल्पफुल गरिएको छ होला गर्यो होला भन्ने कुराहरू म एकदम विश्वास मान्दछु। र लास्टमा एउटा सब्सक्राइब चाहिँ गरेर जानु होला। किन भन्दाखेरि अर्को पनि फेरि यस्तै रोचक टाइपको भिडियोहरू हेर्नु पर्छ नि त तपाईँ हामीले है त। अर्को भिडियोमा फेरि भेटौँला। आजलाई यति नै। हस् त, नमस्कार। अहिलेको लागि बाई बाई। अर्को भिडियोमा फेरि भेटौँला।
फोटोबाट यस्तो फोटो गर्ने आज हामी सिक्नेछौँ। नमस्ते सबैजनालाई, म तपाईहरुकै हरपलको साथी शीतल थामी। यो नयाँ च्यानलमा चाहिँ फेरि पनि काम सुरु गरिरहेको छु। हाम्रो थामी ब्लग युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने प्लिज सब्स्क्राइब गरेर साथ दिनु होला। नयाँ च्यानल हो यो, भर्खर 1-2 दिन भयो भर्खर खोलेको। सबैजनाले सपोर्ट गर्नु होला। ब्लग दिने क्रममा ब्लग पनि यो च्यानलबाट चाहिँ निरन्तर आउनेछ। र आज चाहिँ हामी ब्लग भन्दा पनि ब्लग नै मानेर नै हेर्नुलाई आज चाहिँ हामी केही सिक्नेछौँ। आज चाहिँ हामी फोटो चाहिँ कसरी बनाउने त, फोटो कसरी बनाउने भन्ने कुरा चाहिँ मैले आज तपाईहरुलाई सिकाउँदैछु। यो भिडियो चाहिँ सुरुदेखि अन्तिमसम्म हेरेर साथ दिनुपर्ने हुन्छ। तपाईहरुलाई एकदम विशेष तपाईहरुको लागि धेरै राम्रो कुरा हो। तपाई हामीसँग राम्रो क्यामेरा नभए पनि, राम्रो चाहिँ फोटो खिच्नको लागि क्यामेरा नभए पनि यो एप्सबाट चाहिँ कसरी चाहिँ भिडियो फोटो चाहिँ कसरी एडिट गर्ने, कसरी चाहिँ राम्रो गर्ने भन्ने कुरा चाहिँ आज म तपाईहरुलाई सिकाउँदैछु। यो भिडियो चाहिँ अन्तिमसम्म हेरेर साथ दिनुपर्ने हुन्छ। तपाईहरुले हामीसँग राम्रो क्यामेरा छैन तै पनि हामी यस्तै साधारण मोबाइलबाटै खिचेर भए पनि एकदम राम्रो भिडियो फोटो चाहिँ हामी एडिट गर्न सक्छौँ। यो चाहिँ हामीले गुगलमा जानुपर्ने हुन्छ। गुगल एडोबे भन्ने चाहिँ हामीले सर्च गर्नुपर्ने हुन्छ। जस्तै तपाईहरुले साथीहरु, सबैभन्दा हामी यसरी मोबाइलको वालपेपर अगाडि आउँ डिस्प्लेमा चाहिँ। अब हामीले के खोज्छौँ भन्दाखेरि क्रोम ब्राउजर खोज्छौँ, यसरी जान्छौँ। अब यसरी गरिसके पछाडि चाहिँ नि यहाँनिर चाहिँ तपाईको सर्च बार आउँछ। यहाँनिर चाहिँ थिच्नुपर्ने हुन्छ र एडोबे चाहिँ तपाईले सर्च गर्नुपर्ने हुन्छ। जस्तै कि यो सुरुमै आइसकेको छ। यहाँ आइसके पछाडि तपाईले अब यो सुरुमै थिच्नुपर्ने हुन्छ यहाँनिर। अब यस्तो इन्टरफेस आइसके पछाडि चाहिँ नि हामी यता जान्छौँ। यता गइसके पछाडि यहाँनिर थिच्छौँ। यहाँ थिचिसके पछाडि यस्तो इन्टरफेस आउँछ। अब हामीले के गर्छौँ भन्दाखेरि अपलोड इमेज गर्छौँ। एउटा फोटो लिन्छौँ। अब हामी मोबाइलमा धेरै भएको हुनाले चाहिँ मोबाइल एकदम लोड भइरहेको अवस्था छ। जस्तै कि हामी यही फोटो लिउँ। आइसकेको छ फोटो। अब हामीले के गर्छौँ भन्दाखेरि ब्याकग्राउन्ड हटाउने काम गर्छौँ। अब त्यसले चाहिँ हामी के गर्नु पर्यो भन्दाखेरि ब्याकग्राउन्डमा थिच्नु पर्यो। लोड हुँदैछ यहाँनिर, हेर्नु होला, राम्रोसँग ध्यान दिएर हेर्नु होला। र तपाईहरुले चाहेको जस्तो फोटो बनाउन सक्नुहुनेछ। जस्तै तपाई हामीसँग राम्रो क्यामेरा नभए पनि, जस्तै अब हामीले राम्रो क्यामेराबाटै जस्तै फोटो बनाउन पनि सक्छौँ। अब जस्तै यहाँनिर चुज गर्न पनि पाइन्छ। जस्तै अब यो यहाँनिर थिच्ने कस्तोवाला चाहिँ हैन, त्योवाला यहाँनिर सर्च गर्नुपर्ने हुन्छ यतातिर हैन। अब यहाँ जेनेरेट गरौँ। जेनेरेट गरेपछि तपाईको यहाँनिर चाहिँ ब्याकग्राउन्ड आउँछ। यहाँनिर हेर्नुस्, ल लोड हुँदैछ। यहाँनिर राम्रोसँग हेर्नु होला। यो बक्सभित्र चाहिँ लोड हुँदैछ। तपाईको फोटो पछाडि चाहिँ कस्तो खालको ब्याकग्राउन्ड राख्नुहुन्छ भन्ने कुरा चाहिँ यहाँनिर देखाउँछ। जस्तै हाम्रो फोटो चाहिँ रेडी भइसकेको अवस्था छ। अब हामी पछाडि चाहिँ अब ब्याकग्राउन्डमा कस्तो राख्ने भन्ने कुरा चाहिँ यहाँनिर चाहिँ गर्दैछ। फाइनली भइसकेको अवस्थामा छ। अब हामीले यो मन परेन भने यहाँनिर थिच्न सक्छौँ। अब यो पनि मन परेन भने यहाँ थिच्न सक्छौँ। अब यो पनि मन परेन भने तपाईले चाहिँ यहाँनिर चाहिँ नि यो मोर भन्ने अप्सनमा थिच्न सक्नुहुनेछ। फेरि लोड हुँदैछ। हो, यस्तो आइसकेको छ। अलिकति म बिरामी पनि छु, त्यसैले अलिकति भोइस पनि मेरो अर्कै आइरहेको छ। अब यो मन परेन भने जस्तै तपाईले यो चेन्ज गर्न सक्नुहुनेछ। यो फेरि यो चेन्ज गर्न पनि सक्नुहुनेछ हैन। अब यो अलिकति ठिक जस्तो लाग्यो। अब यसलाई सेभ गर्नु पर्यो। सेभ गर्दाखेरि यहाँनिर चाहिँ नि किप गर्नु पर्यो।
गरेपछि यो फिनिस भइसक्यो। अब यो सेलेक्ट, अब यसलाई चाहिँ हामीले चाहिँ के गर्छौँ भन्दाखेरि यसलाई चाहिँ नि हामी डाउनलोड गर्छौँ। जस्तै अब हामीले यो मन परेपछि त्यो सेभ गर्नु पर्यो, यहाँ थिच्नु पर्यो। यहाँ थिचेपछि के आयो भन्दाखेरि यहाँ डाउनलोड गरेर आयो। यहाँ डाउनलोडमा चाहिँ हो थिच्नु पर्ने हुन्छ। अब डाउनलोडमा थिचिसके पछाडि चाहिँ हामीले यहाँ कन्टिन्यूमा थिच्नु पर्ने हुन्छ। ल यो तपाईको भिडियो फोटो तयार हुँदैछ है। फोटो तयार भइसकेको अवस्थामा छ तपाई। अब तपाईको यो फोटो ल डाउनलोड फाइल 5.52 MB को चाहिँ फोटो तपाईको तयार भइसक्यो। अब यो तयार भएको फोटो चाहिँ यसमा ओपन गरेर पनि हेर्न सक्नुहुनेछ तपाईले। थ्याङ्क यू सो मच सबैजनालाई यति बेलासम्म हेरेर साथ सपोर्ट माया गर्नुभयो। लास्टमा एउटा सब्स्क्राइब चाहिँ प्लिज सब्स्क्राइब चाहिँ गर्नु होला। मेरो 1 लाख सब्स्क्राइब पुर्याउने ठुलो चाहना हो। आज यो भिडियोले चाहिँ तपाईहरु कतिपय कुराहरु सिक्नु भयो होला। फेरि पनि यो भन्दा पनि अझ राम्रो भिडियोहरु के कसरी चाहिँ गर्न सकिन्छ, के कसरी चाहिँ नि हामी फोटो एडिट गर्न सकिन्छ, यो भन्दा अझै राम्रो भिडियोहरु लिएर आउनेछु। अहिलेको लागि चाहिँ सब्स्क्राइब गरेर जोडियौं हामी सबैजना साथीहरु। विभिन्न कुराहरु म देखाउने छु। आजको लागि चाहिँ हस्त नमस्कार। भिडियो कन्टिन्यू थामी ब्लग, जय थामी ब्लग। थ्याङ्क यू सो मच। अर्को भिडियोमा फेरि भेटौँ होला। बाइ बाइ। वेलकम छ सबैजनालाई हाम्रो थाइम ब्लगमा। आज चाहिँ नयाँ ठाउँबाट चाहिँ स्टार्ट गर्दैछु। सधैँ चाहिँ म रुमबाट गर्थेँ, अहिले चाहिँ म यस्तो ठाउँमा छु। यस्तो ठाउँबाट चाहिँ स्टार्ट गर्दैछ। आज चाहिँ खासै धेरै राम्रो प्लानिङ त छैन, तैपनि सानोतिनो हैन धेरै राम्रो प्लानिङ त छैन। म त्यतिकै घुम्छु क्या। चाहिँ बाटोमा के हुन्छ त्यो सबै कुरा तपाईहरुलाई देखाइदिन्छु। दामी छ ल, दामी छ। यहाँ चाहिँ के भन्छ अरे पार्क रहेछ हैन कुनै ठाउँ। यस्तो ठाउँमा छ एकदम म के लागिरहेको छ। वाह दामी, यस्तो ठाउँमा छु अहिले चाहिँ म। अब हेरौँ आजको कामहरू के हुन्छ। यहाँ बत्ती बाल्ने रहेछ, यहाँ पनि यहाँ म गर्ने रहेछ। मैले चाहिँ दर्शन गरिसकेको अवस्थामा छु हैन। बाइक नचलाएको धेरै दिन भएको थियो। आज चाहिँ यस्तो बाइक चलाइदिनु सिकेको खै। यत्रो ठाउँबाट गएर मान्छे हाल्छ यार। ट्याक्सी हिँडिरहेको छ। गाडीवालाहरूको दादागिरी पनि यस्तोमा चाहिँ सुई आउँछ क्या फेरि मलाई। यस्तोमा त फेरि मलाई कसैले पनि भेट्दैन नि त। यत्तिकै कुदाइदिएको है, यत्तिकै कुदाइदिएको। काम छैन हैन, त्यत्तिकै डुली हिँडेको। काम छैन, यत्तिकै डुली हिँडेको हैन। एकचोटि यहाँ मन्दिरको दर्शन गरौँ। वाउ, रक्षा गर्नुहोस् भगवान्, रक्षा गर्नुहोस्।
वा दामी रहेछ यार ठाउँ चाहिँ है। ओहो दामी लाग्यो यार ठाउँ त। यहाँ पो घुम्न आउनुपर्ने रहेछ यार। ना 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 ल मास त लगिहाल्यो आमा घर मिठो छ आमा घर अलि यहाँको पकड लगिहाल्यो प्रिभिसले हात नदिएको भयो हेर नदिएको राम्रो भयो आमा घर मिठो छ आज चाहिँ मजाले ढेँडो चिम्मै खाइन्छ यतै प्रिभिसीले सुरु गरिसक्यो एउटा मासुको डल्लाबाट यो त छ मिठो छ कपाल पनि के भयो यस्तो भुन्जेर बाने पनि फुका ल्याउँछ मिठो छ
एउटा डल्लो मासु सक्नु लगाइसक्यो फाइनली निस्क्यो पैसा कतिको बिके मान्छे पैसा निस्क्यो ल 1110 रुपियाँ यो मान्छेको काम हेर्नुहोस् है ल यहाँ जारभित्र छ पैसा हो यहाँबाट हालेर यो मान्छेको काम ल यहाँको सबै पानी हालेर निकालेर यहाँ हालेर बल्ल 10 रुपियाँ निस्क्यो त्यहाँ चाहिँ बाँकी छ ल बिके मान्छे पैसा सुकायो ल फाइनली म चाहिँ भक्तपुर कमलबिना गाई पुगिसकेको अवस्थामा छु सिन्धुलीको राइट राति नै छ 5 बजे भर्खर यहाँ छ हाम्रो हिरो कालो न कालो देखिरहेछ ल साथीहरू योभन्दा अगाडिको पनि पार्ट पनि अब हेरौँ है त त्रिवेशी कत्रो ज्याकेट लगाएको यो आऊ यो हिरो के हो यस्तो कपाल चुलबुल चुलबुल चुलबुले नानी तिम चुलबुल चुलबुल चुलबुले बानी तिम्रो त मिलेको जुडल छिनेको कम्बर नानी तिम्रो त मनै त होला प्यारो राजै
प्रिभेसी छोरी काम गरेको काम गरेको हो के गरेको Dengki. Ani, oi, que maravilhoso. Vai. Oh, naruh na yar. Nah, ini lu. Udah ya, baru. Udah lu. Gar lu udah. Loh. Tinggiringnya boy. रुन आएको जस्तो त्यहाँ भिडियो बनादेखि त रुनै छोड्यो त गर्मी त्यो को त्यो लु त्यो को भिडियो बनादेखि रुन छोड्यो रो फेरि यस्तो भाइ पनि मेरो माया गर्छ नि कस्तो हो यो कटु ल कस्तो भिडियो नगर न यार कस्तो टाढा भए पनि माया गर्छ नि कस्तो खालको कटु हो यो टाढा भए पनि मेरोमा गर्छ नि यस्तो तन्किने के अरे यस्तो तन्किने के भन्छ अरे यसलाई के भन्छ अरे सुरुवात मैले जिन्दगीमा देखेँ के यो हेरेको पुगुलीले हेरेको आमेनी मेरो छोरोले त